ब्याक टु भिडियो है त, ब्याक टु च्यानल। अनि आज चाहिँ मैले एउटा डिजिटेकको टाइटलबाट पनि थाहा पाइसक्नु होला तपाईँले। डिजिटेकको DWM 115 मैले ग्रेट इन्डियन फेस्टिभलबाट ल्याएको छु अमेजनबाट। अनि पार्सल आइसकेको छ। अनि योभन्दा अगाडि चाहिँ मैले किनेको थिएँ एउटा अमेजनबाट नै। मैले चाहिँ होएमको आइसिडी गिम्बल भनेर 2 वर्ष अगाडि किनेको थिएँ। सो अब आज चाहिँ म यो तपाईँलाई यो डिजिटेकको मसँग अहिले हातमा भएको डिजिटेकको DWM 115 माइक मसँग हातमा आइसकेको छ। एकदमै राम्रो रहेछ यसको कलरिङ चाहिँ। अगाडि यहाँ जानवी कपुर पनि रहेछ हैन, चट्टा लाएर। अनि अब यसमा के हुन्छ भन्दाखेरि म तपाईँलाई सरर भनिदिन्छु है त। त्यो 2-in-1 माइक्रोफोन सिस्टम हो, एक्चुअली वायरलेस माइक्रोफोन सिस्टम हो। अहिलेलाई चाहिँ मेरो साउन्ड तपाईँले आइफोनबाटै सुनिराख्नु भएको छ। पछि म फेरि पनि यो माइक राखेर फेरि चेक पनि गरेर सबै बताउँछु कसरी के हुँदो रहेछ भनेर। अनि अहिले यसको फिचरको लागि चाहिँ हामीलाई कस्तो छ भन्दाखेरि यसको 6 आवर रन टाइम छ क्या। यसको तपाईँको ट्रान्समिटर पनि अनि रिसिभर पनि 6 आवर भनिरहेको। नोइज क्यान्सलेसन पक्का पनि चाहिन्छ हामीलाई। त्यही नोइज क्यान्सलेसनकै लागि चाहिँ हामीले यो माइक किन्न परेको। अनि अर्को भनेको यसमा टाइप सी टु लाइटनिङ पनि छ, टाइप सी वाला छ। अनि यो कम्प्याटेबल विथ एन्ड्रोइड एन्ड iOS स्मार्टफोन छ हैन। चार्जिङ टाइम चाहिँ 1.5 आवर हो यसको। अनि ब्याट्री लाइफ 6 आवर्स दिन्छ, त्यो मैले भनि नै सकेँ। अनि खासमा पैसा कति पर्यो भन्दाखेरि यसलाई चाहिँ MRP यहाँ 5495 भनेर लेखाएको छ क्या। भनेको 5500 रुपियाँ आइसी भनेर लेखाएको छ। तर मैले चाहिँ ग्रेट इन्डियन फेस्टिभलमा मैले 3300 रुपियाँमा लिएँ। 3300 रुपियाँमा लिएँ। अब यसलाई चाहिँ धेरै लम्बा चौडा कुरा नगरिकन अब यसलाई चाहिँ खोलौँ हामी है। म टक्कु निकालेर यसलाई खोल्दैछु। हेरौँ यसमा भित्र के पाइँदो रहेछ। हामी सर लाएर हेरौँ है त बक्स कस्तो छ। बक्स खोलौँ। राम्रो छ यार। तर यो होइन, यसको रिभ्यू पनि मैले हेरेरै लिएको हो। यसलाई चाहिँ मैले एउटा त्यो DWM 16 यसैको 116 भन्ने पनि छ कि 116 भन्ने पनि छ। त्यो चाहिँ योभन्दा पनि लेटेस्ट रहेछ। तर यसलाई चाहिँ खोलेर हेरौँ है त। सर्क लगाएर सट्ट खोल्दाखेरि यो एउटा डिजिटेकको लोगो रहेछ। त्यसपछिबाट जुन चिज हामीलाई मेन चाहिने हो नि त्यो चाहिँ हेरौँ न साथी हो। ल हेर्नु यति कम्प्याटेबल छ क्या। यति सानो छ, कम्प्याक्ट डिजाइनमा छ यो चाहिँ होइन। मलाई चाहिँ कलर पनि राम्रो लागेर, मलाई ब्ल्याक र येल्लोको कम्बिनेसन पनि एकदम राम्रो लागेर किनेको हो यो चाहिँ। हेर्नु त सानो छ क्या, कम्प्याक्ट। गोजीमा पनि हाल्नु मिल्छ, गोजी छैन मसित होइन, चट्टा लाएर। अनि यो यस्तो गरेर खोलेपछि ओ माइ गस कति राम्रो। हेर्नु त साह्रै राम्रो छ। अब यसलाई यसो गरेर मैले निकालेँ। सानो छ यार, कोइन भन्दा नि सानो छ यार यो, धेरै सानो छ धेरै। यदि हेर्नु त कोइन मतलब नेपालको 1 रुपियाँ जति होला ल यो। 1 रुपियाँको डर। मैले भिडियोमा हेर्दाखेरि अहिले म एकदम एक्साइटेड भइरहेको छु। किन भन्दाखेरि मैले भिडियोमा हेर्दाखेरि यो अझै ठुलो जस्तो लागेको थियो क्या मलाई। तर यो सानो छ यार, लिटरली इट इज स्मल। बस कोइन जति मात्रै छ क्या यो। हेर्नु त म सही हो सही। ल दामी लाग्यो मलाई है। अनि यो रिसिभर पनि मैले कति ठुलो होला, मेरो आइफोनमा चाहिँ एकदम ठुलो देखिन्छ। किनभने मसँग गिम्बल पनि छ। त्यो गिम्बलमा एड गर्दाखेरि चाहिँ त्यो यति भद्दा देखिने होला भनेर त्यो त रहेन छ यार। यो सानै छ। ल राम्रो छ, मलाई राम्रो लाग्यो। दिस इज नाइस। अबदेखि नेक्स्ट भिडियोमा चाहिँ म सबै मेरो भिडियोहरू चाहिँ म यसै माइकबाट चाहिँ के अरे भिडियो बनाउँछु होइन। दुईवटा हुन्छ यसमा चाहिँ। कस्तो हुन्छ, एउटा यहाँ छ अनि अर्को चाहिँ यहाँ छ, दुईवटा छ। अनि यसको सिस्टमहरू चाहिँ म तपाईँलाई बताउँछु पाउनु है त। सिस्टम बताउनुभन्दा अगाडि योभन्दा पछि के छ त बक्समा हेरौँ है। पहिला सुरु यो छ फर्म रहेछ। त्यसपछिबाट डब्बा छ। डब्बामा के छ हेरौँ है। सबैभन्दा राम्रो। अनि यसमा चाहिँ यो म्याग्नेटिक क्लिपिङ हो क्या। एउटा यो क्लिप रहेछ म्याग्नेटवाला। यो फर्म होला, विन्डसिल्ड जस्तो लाग्यो। अब यो मेरो आइफोन 14 प्रो म्याक्स हो, त्यसैले त्यसमा लाइटनिङ केबल लाग्छ। द्याट्स राइट। अनि यो चाहिँ केबल देखा, यो लाइटनिङ देखा होइन भने 15 देखि माथिको सबैमा टाइप सी छ नि त। द्याट्स राइट। उनीहरूलाई चाहिँ सजिलै हुन्छ, टाइप सी डाइरेक्ट कनेक्ट गर्न पनि पाइयो त्यो रिसिभर। अनि यो विन्डसिल्ड भयो। अनि यसमा छ
यसमा छ टाइप सी, यो चार्जिङ गर्नको लागि हो। चार्जिङ मैले टाइम भनिसकेँ, टाइप ए टु टाइप सी छ। चार्जिङ गर्नलाई 1.5 आवर्स जति लाग्छ। यो हामी साइड लगाउँ। त्यसपछिबाट यसमा हामीसँग छ एउटा क्लिप रहेछ ल, म्याग्नेटवाला क्लिप हो यो पनि। म्याग्नेट छ अगाडि म्याग्नेट छ, अनि क्लिप छ। अनि अब यसलाई चाहिँ हामीले यो माइक, यो पछाडिको यो माइक छ नि, यो माइकको यो म्याग्नेट हटाएर तपाईले यो क्लिप पनि युज गर्न सक्नुहुन्छ, लाइक दिस। सो दिस विल गो लाइक यसरी जाँदो रहेछ यो। वाह, सही मजा आयो। लाइक यसरी पनि राख्न सक्छौँ हामीले, होइन भने यो क्लिप चाहिँदैन तपाईँलाई भने चाहिँ यो पनि राख्न सक्नुभयो। अब यसरी पनि राख्न सक्नुभयो। दामी, ल कस्तो देखिरहेछ कमेन्ट गरौँ, दामी छ कि छैन भनेर कमेन्ट गरौँ। यसको साउन्ड रिभ्यू चाहिँ म फेरि बाहिर गएर दिन्छु तपाईँहरूलाई है। अनि यो बलियो पनि छ, लाइक अब भिडभाडमा यताउति जाँदा पनि सायद ननिस्केला, भगवान् ननिस्कोस् भन्छु होइन। ल यतिको छ यो। अनि अर्को चाहिँ हामीसित छ यो डिडब्ल्युएमको म्यानुअल पढ्ने बानी छैन, हामीसित युट्युब हेरेर गर्छौँ कसरी काम गर्छ भनेर होइन। अनि त्यसपछि यो पनि खोलौँ। यो सानो प्लास्टिकमा चाहिँ विन्डसिल्ड छ है। विन्डसिल्ड हामीले चाहिँ युज गर्नु मिल्छ है। दुईवटा देखायो विन्डसिल्ड चाहिँ, दुईवटा माइक। यसमा दुईवटा माइक एउटा रिसिभर हो है, मैले भनिसकेँ पहिला नै। विन्डसिल्ड छ, यो विन्डसिल्ड पनि तपाईँले मजाले युज गर्न सक्नुहुन्छ। सफ्ट, आहा सफ्ट छ यो चाहिँ। अब मैले चाहिँ यो माइकको यो रिसिभरलाई चाहिँ त्यहाँ फोनमा जोडिसकेको छु है। मैले फोनमा जोडिसकेको छु। मैले एउटा माइक निकालेको छु, यसमा ब्लू लाइट बलिरहेको छ त्यो। अनि यो उसमा पनि देखाउँछु म तपाईँलाई, त्यो रिसिभरमा पनि TX1 एन्ड TX2 अनि माइक भनेर देखाउँछ। अब यो ब्लू कलर बलिरहेको मतलब हामीले एउटा माइक चाहिँ पेयर गरिरहेछौँ है त। यो मैले राखेर चेक गर्छु एकचोटि। अब अहिले मेरो साउन्ड यसैबाट आइरहेको होला यहाँ राख्दैछु म, राखेर हेरौँ अहिले कतिको क्लियर साउन्ड आइरहेछ। मैले एकदम अहिले म सानो स्वरले बोल्छु, सानो स्वरले बोल्दा पनि कस्तो आवाज आइरहेछ एकचोटि सुनौँ है। अनि यसमा चाहिँ यो बटन जुन छ नि, जुन हामीले पावर अन अफ गऱ्यौँ, त्यो बटनलाई हामीले यो बटनलाई चाहिँ एकचोटि थिच्यौँ भने एक्टिभ नोइज क्यान्सलेसन चाहिँ एकदम यसमा अप्सन छ। अब अहिले त यहाँ नोइज छैन होइन। फ्यान एकचोटि चलाउने हो कि गुटुटुटुटुटु लगाएर फ्यान चलाउनु पर्छ क्या है। एकचोटि हामीले अहिले ANC अफ छ है, फ्यान चलाउँछु म। वेट अहिले मैले फ्यान चलाइरहेको छु, फ्यानको आवाज आइरहेको होला। फ्यान चलिरहेछ, अहिले फ्यान चलिरहेछ मेरो यहाँ। अब यो फ्यानको आवाज पनि आइरहेको होला त्यहाँ। अनि म अब ANC मोड अन गर्छु, त्यसपछि चाहिँ फ्यानको साउन्ड कतिको रिड्युस हुन्छ हेरौँ। फ्यानले मात्र त नहोला, हामी बाहिर पनि पक्का पनि चेक गर्छौँ, त्यो गाडी साडी यहाँ त्यहाँ भएको ठाउँमा चाहिँ कस्तो हुन्छ भनेर हामी एकचोटि चेक गर्छौँ होइन। अहिले म ANC अन गर्छु है त। 1 प्रेस गऱ्यो भने ANC अन हुन्छ। नाउ दिस इज विथ ANC अन है। माइकबाट अब अहिले फ्यानको आवाज कतिको कट भइरहेछ हामी हेर्छौँ, एकचोटि चेक गर्नु होला। अनि बाहिर पनि हेर्छौँ हामी। त्यसपछिबाट अर्को के इन्फर्मेसन दिउँ भन्दाखेरि सेकेन्ड, अब हामीले 1 ट्याप गऱ्यो भने ANC हुन्छ, त्यो डबल ट्याप गऱ्यो भने चाहिँ हामीले अहिले मेरो साउन्ड चाहिँ रिभर्ब मोडमा आइरहेको होला, यस्तो आइरहेको होइन। त्यो रिभर्ब मोड चाहिँ अन हुन्छ। त्यो हामीलाई त नचाहिएला, गीत गाउने मान्छेलाई जसलाई हुन्छ नि, त्यो रेकर्डहरू गर्ने मान्छेलाई चाहिँ धेरै इम्पोर्टेन्ट हुन्छ। तर हामी नर्मल आफ्नो डेली भ्लग बनाउने मान्छेलाई, यो त्यो गर्ने मान्छेलाई सायद खासै कम युजमा आउँदैन यो। सो भिडियो लिनलाई म चाहिँ यहाँ जङ्सनमा आएको छु होइन। यो जङ्सनमा किन आएको भन्दाखेरि एकदमै चेक गर्नलाई अहिले कति नोइज आइरहेछ होला। अहिले मेरो अफ छ क्या, हेर्नु यति गाडी टन्नै छ। अब म अन गर्छु है त, ANC अन गर्छु। ANC चेक गर्नलाई आएको यो चाहिँ ANC चेक गर्छु कस्तो हुन्छ हेरौँ है। यो चाहिँ ANC मोड अन हो। ANC मोड अन हुँदाखेरि अब कतिको फरक आवाज आइरहेछ हामी फुटेजमै हेर्नुपर्छ है। अब अहिले धेरै नै आवाज आइरहेछ यहाँ, मतलब बाहिर चाहिँ धेरै आवाज आइरहेछ, उसमा कतिको आवाज आइरहेछ मलाई थाहा छैन। ANC चेकको लागि यही नै हो, एकचोटि राम्रोसँग हेर्नु होला। यो फेरि यो ANC अफ हो। ANC अफ हुँदा यस्तो आवाज आइरहेछ भने, अनि ANC अन हुँदाखेरि चाहिँ यस्तो आवाज आइरहेछ। सी द डिफरेन्स होइन। म चाहिँ यो फेरि ANC चेक गर्न आएको। यतापट्टि यो गाडी JCB चलिरहेछ होइन, यता देखो JCB चलिरहेछ। अनि अहिले आवाज पनि आइरहेको होला।
अब यो चाहिँ एएनसी अन गर्दाखेरि अहिले आवाज आइरहेछ। अनि अर्को भनेको म 40 मिटर पर जान्छु है त, म पर जान्छु, म 40 मिटरसम्म पनि यसले चाहिँ रिसिभ गर्छ भनेको छ। अनि म पछाडिबाट किन यसरी हिँडिरहेको भन्दाखेरि 360 डिग्री पनि यसले साउन्ड क्याप्चर गर्छ। 360 डिग्री साउन्ड क्याप्चर गर्छ भने मतलब म यसरी हिँडे पनि, यसरी हिँडे पनि, जसरी हिँडे पनि यसले चाहिँ साउन्ड क्याप्चर गर्नु पर्यो। अहिले म एएनसी मोडमा छु होइन। अब लगभग यति जति टाढा आइसकेँ। यो भनेको लगभग कति 10-15 मिनट टाढा भयो होला। म अझै फर्दर टाढा जान्छु है त, साउन्ड रेकर्ड हुन्छ कि हुँदैन चेक गर्नको लागि म अझै टाढा जाँदैछु। यति टाढा आइसकेँ म। यति टाढाबाट चाहिँ सायद साउन्ड रेकर्ड भएको हुनुपर्छ। अनि 360 पनि हाम्रो भइहाल्यो ल ल होइन। मजाले साउन्ड चाहिँ रेकर्ड भइरहेछ क्या, एएनसी मोड अन भएर साउन्ड पनि मजाले रेकर्ड भइरहेछ। उतापट्टि चाहिँ त्यो जेसिबी पनि चलिरहेछ, आवाज पनि मजाले एएनसी क्यान्सल भएर आइरहेछ है। यति नै हो, चेक गर्ने साउन्ड चाहिँ यति नै हो। अब योभन्दा बढी चाहिँ छैन। थ्याङ्क यू। अब बाहिर चेक गरिहाल्यौँ हामीले, अनि साउन्ड चेक गऱ्यौँ। अब 360 पनि राम्रो छ। अनि त्यसपछिबाट अब डिजिटेकले जुन यो सानो प्रडक्ट ल्याएको नि, यो येल्लो र यो जुन यो ब्ल्याकको कम्बिनेसनमा मलाई चाहिँ ठिक लाग्यो, एकदमै ठिक लाग्यो। अहिले पनि म माइकमै बोल्दैछु, एएनसी अन छ, फ्यान चलिरहेछ, कहाँ फ्यानको आवाज चाहिँ कट भएर आएको हुनुपर्छ। सो अब हामी बिगिनर्स नै भनौँ न, बिगिनर्स। अनि यो हामीले मोबाइलबाट भिडियो सिडियो बनाउनुलाई चाहिँ यतिको रेन्जको चाहिँ यो जुन बनाएको छ बाहिर पनि चेक गरेर फर्दर हामीले अब नयाँ भिडियोहरूमा पनि यसरी नै हामीले चेक गर्दै गर्दाखेरि थाहा भइहाल्छ। अनि त्यसपछि अझ राम्रोसँग रिभ्यू दिन सजिलो हुन्छ। सो अनबक्सिङ भिडियो हो, धेरै लामो नगरौँ, यति नै गरौँ। छिटै नै सोलो भ्लग चाहिँ लिएर आउँछु म। अनि अरू जति पनि भिडियोहरू हुन्छन् अब मेरो सिनेमेटिक यो त्यो सबै चिजमा चाहिँ अब म माइक नै युज गरेर बनाउँछु। सी यू सुन।